हेलो साथीहरु, गुड मर्निङ। म हो सुन्ता घिसिङ अनि तपाईहरुलाई मेरो च्यानल सुन्ता घिसिङमा स्वागत छ। आज चाहिँ म जान लागेको तेलिचो अनि यो चाहिँ मेरो ब्याकप्याक रेडी छ यहाँ। अनि मेरो साथी चाहिँ अलरेडी बसमा पुगिसक्यो अनि त्यसपछि त्यहाँ कुरिरहेको छ। मेरो चाहिँ बिहान भएर के हो पठाउहरू एक्सेप्ट भएको थिएन, बल्ल बल्ल एक्सेप्ट भयो। अझै 4 मिनट्स वेट गर्नु भनिरहेछ। गाडी छुट्ने टाइम भइसक्यो 5 मिनट। बिहान के भन्नु, जान पनि मन छ। यसो सम्झिँदा चाहिँ बेला बेलामा रिस उठ्छ है, के गर्नु। अनि त्यसपछि अब चाहिँ हामी यहाँबाट बस पार्कबाट चाहिँ बेसी सहर हुँदै खाङसार हुँदै तिलिचो लेक जानुपर्ने हुन्छ। त्यही भएर हामी कताबाट कसरी जाँदैछौँ, के गर्दैछौँ, के गर्यौँ हामीले भनेर हेर्नको लागि चाहिँ स्टे ट्युन गाइज। हेलो 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 गाइज, अहिले हामी बेसी सहरमा छौँ। बेसी सहर आइपुग्यौँ। काठमाडौँको बाटोबाट थचाक एकदमै हामी झन्डै मरेनौँ। अघि नै हामीले बस पार्कमा चाहिँ खिच्न पाएनौँ किनभने त्यहाँ चाहिँ हामीलाई एकदम रस भयो गाडी चढ्नलाई यताउता। मैले घरबाट बाहिर इन्फो चाहिँ गरेँ कि त्यसपछि म त्यहाँ डाइरेक्ट बस पार्कमा उसलाई भेट्न चाहिँ बनाउन पाइनँ। त्यही भएर एकैचोटि बेसी सहरमा आइसकेपछि बनाएको। अनि ऊ चाहिँ हो मेरो अफिसको बहिनी बिन्ता। हेलो गाइज। अनि आज चाहिँ अब हामी बेसी सहरबाट अब खाङसार गएर बस्छौँ। त्यसपछि भोलिपल्ट चाहिँ खाङसार टु तिलिचो बेस क्याम्प अनि त्यसपछि आफ्टर द्याट डे चाहिँ अनि त्यसपछि हामी तिलिचो पुग्छौँ होइन। बेस क्याम्प त भोलि, तिलिचोबाट बेस क्याम्प, तिलिचो बेस क्याम्प। त्यसपछि पर्सि चाहिँ हामी तिलिचो पुगेर फेरि हामी जानुपर्ने हुन्छ। अनि हामी कहाँबाट के गर्दैछौँ भनेर हेर्नको लागि चाहिँ अपडेट चाहिँ गर्दैछौँ। त्यसको लागि तपाईँहरूले पुरा भिडियो हेरिदिनु होला। बाई फर वाचिङ। हामी चाहिँ यो गाडीमा जाँदैछौँ। यस्तो हुँदो रहेछ यो गाडी चाहिँ, लाइक मनाङतिर जाने चाहिँ अगाडि र पछाडिको चाहिँ सिट अनि त्यसपछि चाहिँ सब सामान राख्ने। कस्तो लागिरहेछ म्याडमजी? चलिरहेछ। कस्तो लागिरहेछ हजुरलाई? अहिलेसम्म त राम्रै छ। अब जब हिँड्न थालेपछि चाहिँ बल्ल एडजस्टेड हुन्छ, त्यसपछि गाह्रो हुन्छ, लेक लाग्छ, हिँड्न सक्दैन। अहिलेसम्म त ठिकै छ गाडी। यति मिठो शब्द अरे मेरो। मलाई चाहिँ एउटा कुरा सेयर गर्न मन लाग्यो होइन। लास्ट टाइम म मुस्ताङ जाँदा पनि जब 2 जना मात्र गएको होइन, साथी कोही नभएर। यसपालि म तिलिचो जाँदा पनि जब 2 जना, म र बिन्ता बहिनी मात्र हो क्या। हामी 2 जना मात्र जान लागेको छौँ। हेरौँ, होप सो राम्रै होस् होइन, राम्रै हुनेछ भन्ने आश गरेका छौँ। हामी आउँदै गर्दाखेरि यसरी ढुङ्गा फसेको रहेछ बाटोमा, त्यही भएर ढुङ्गाहरू झार्दै हुन्छ। Look at the view guys. Hola. Oh my god, this is the heaven. हामी आएको गाडी चाहिँ फाइनली हामी चाहिँ होम झर्ना आइपुग्यौँ साथीहरू। यति धेरै पछि बाटोबाट पानी पनि परिरहेछ, मौसम पनि एकदम राम्रो, मौसमले हामीलाई पनि साथ दिइरहेछ। साथसाथै हामीले झर्ना पनि हेर्ने मौका पायौँ। एकदमै राम्रो छ। अब हजुरहरूले एकचोटि हेर्नुहोस् है त भ्यू। ओ माई गॉड, हामी चाहिँ यहाँ गाडी बिग्रेर बसिरहेको छौँ। अघि पनि बिग्रेको थियो, स्टार्ट बन्द भइरहेको थियो, फेरि के गरेर बनाएर थियो, अहिले पनि फेरि गयो स्टार्ट। त्यही पनि यस्तो उकालोमा न धकाल्न सकोस् न के गर्न। को आउने होला थाहा केही छैन बिचमा, केही छैन। ल मिस बिन्ता ओके यस्तो ठाउँ। ओ माई गड, खस्यो भने त कहाँ पुग्छ थाहा छैन, यत्रो डाँडाको बिचमा। गुड मर्निङ साथीहरू, इट्स डे 2 अनि हामी चाहिँ डे 2 मा आइसकेका छौँ। खाङसार डे 1 मा हामी काठमाडौँदेखि खाङसार आइपुगेको हो। अनि अब चाहिँ हामी खाङसारबाट तिलिचो बेस क्याम्प जानुपर्ने हुन्छ। अनि हिजो चाहिँ एकदमै राति ढिला 11 बजे आइपुगेको भएर भिडियो बनाउन पाइनँ। अनि
आज चाहिँ उठ्ने बित्तिकै टाउको दुखेको जस्तो वाकवाकी लागेको जस्तो भएर चाहिँ सिम्टम हो अरे नि त लेक लाग्नेको भनेर नि यहाँ हेल्थ पोस्टमा आइरहेका छौँ हेल्थ पोस्टमा अनि त्यहाँ हेर्नुहोस् न साथीहरू भ्यू ओ माई गॉड अब यहाँ चेक गरेर अनि ब्रेकफास्टहरू गरेर अनि अब हामी हिँड्छौँ साथीहरू अब चाहिँ हामी यहाँबाट यो बाटो हुँदै त्यसपछि बेस क्याम्प जानुपर्ने हुन्छ जाँदैछौँ सास लागेर हिँडन ल बल्ल बल्ल गेट आइपुग्यौँ साथीहरू अझै धेरै बाँकी छ लास्टै धेरै छ अझै कम हिँडे हो त जिन्दगीमा यति त कहिले हिँडेको छैन ल अझै हिँड्न बाँकी छ होइन त बिन्दा लास्टै अब त यो हिँड्नु नसकेर होला यो भ्यू हेर्दा इरिटेट भइसक्यो अयो अब हामी माथि श्रीखरको पुगेर फेरि भिडियो बनाउने छौँ र हामी चाहिँ श्रीखरको 4070 मिटर आइपुग्यौँ यही माथि होटल अब दाइहरूले यत्रो यत्रो तपाईँहरूले कति केजी बोक्यो अरे 30-35 केजी भने हो 40 केजी तपाईँहरूले बोक्यो केजी क्या ओ माई गॉड हामी चाहिँ आफ्नो ज्यान पनि धान्न सकिरहेको छैनौँ यहाँ यो बिन्ता गाला पनि रातो रातो बसिरहेछ अयो ल अँगालो मार बल्ल बल्ल आइपुग्यो भएर अब तिमी यहाँ हो बाँकी छ यहाँ हो अब तिमी अब म अँगालो मार्छु यत्तिकै सम्म है कति खुन पसिना बगाएनौ कि कति खाना पोखेनौ कि पोख्न भनेको यस्तो क्या भमिट तपाईँहरू मिलाएर बुझ्नु न साथीहरू मिलाएर बुझ्नु भन्दै अब चाहिँ हामी बल्ल बल्ल यो लास्ट उकालोमा आइपुग्यौँ साथीहरू यो पुल तरेर त्यो माथि उकालोको डाँडा कट्न चाहिँ तपाईँको लगभग 30 मिनट लाग्छ भनेर भनेको छ हामीलाई अहिलेसम्म चाहिँ अब हेरौँ कतिको हुन्छ भनेर हिँडिरहेछौँ अहिलेसम्म बिन्दा गाह्रो भयो यस्तो छ साथीहरू यो पुल चाहिँ उकालो त्यही हो साथीहरू फेरि छाप्पा खाने उकालो त्यही हो यस्तो अनुकन्टा ठाउँमा ओ माई गॉड पुलमा हामी इन्ट्री गऱ्यौँ यहाँ खोला पनि छ यस्तो अनुकन्टा ठाउँ ओ माई गॉड ए खैरहरू त हिँड्यो त चुइन्चुइ लाएर हामी नेपाली रहेछ है हिँड्न नसक्ने हामी चाहिँ यहाँ एकछिन रेस्ट गरेको उकालोहरू सबै कटेर ओ माई गॉड दाइहरू हेर्नु त कति किलो भारी बोकेर त्यो माथि ओडारमा गएर बस्नुहुन्छ अरे उहाँहरू हामी चाहिँ यो बाटो भएर जाने हो भने उहाँहरू चाहिँ त्यहाँ यो चाहिँ त्यसले चाहिँ ट्रेक जाँदाखेरिको ल्यान्डस्लाइड एरिया हो हेर्नुहोस् न ओ माई गॉड त्यहाँ चाहिँ हामी अब हेर्दै हिँड्नुपर्ने हुन्छ अरे ढुङ्गाहरू खस्छ अरे माथिबाट भन्ने सुनिरहेछौँ ल हिँड बिन्ता जुत्ताको हालत यस्तो भइसक्यो मान्छे त झन् अब लगेर 1 हप्ता नुहाए पनि मैलो जाला जस्तो लागेको छैन मलाई यो ठाउँमा ल ओ माई गॉड हेर्नुहोस् त तलसम्म अब चाहिँ हामीलाई जान धेरै टाइम लाग्दैन भन्दै हुनुहुन्छ बाटोतिर तर नि भोलि फर्किँदा चाहिँ हो माई गॉड अझै गाह्रो हुन्छ होला
ल्यान्डस्लाइड एरिया यही हो है Oh my god ल्यान्डस्लाइड एरिया एकदम माथि हेरेर हिँड्नु पर्ने हुन्छ अरे अनि यो भिडियोमा जति सानो बाटो देखेछ त्यस्तो सानो बाटो चाहिँ छैन एकदमै सानो बाटो छ भनेर तर्सिनु होला नआउनेहरू जानेर चाहिँ थाहा छँदैछ मजाले हिँड्न पुग्छ एउटा बाइकै जान्छ यो बाटो त है त्यस्तो खालको छ मेन कुरा भन्न मन लागेको चाहिँ यो ठाउँमा आउँदाखेरि चाहिँ हामीले कहिले पनि यो कान चाहिँ खुल्ला छोडेर चाहिँ हिँड्नु हुँदैन साथीहरू खुल्ला छोडेर हिँड्यो भने चाहिँ फेरि सक्यो टाउको दुख्ने लेक लाग्ने भमिट होला जस्तो हुने अनि अरू त्यसको लागि चाहिँ हामी एकदमै लसुन र कोक स्पेसली हामीलाई कोक चाहिँ थाहा थिएन कोक पनि खानुपर्ने रहेछ है पावरको लागि चाहिँ यता होइन उता मसँग हामीले एक बोतल चाहिँ ल्यायौँ एक बोतल बाँकी छ अब इम्पोर्टेन्ट इन्फर्मेसन चाहिँ यही हो कान चाहिँ एकदम छोड्नै पर्छ जतिसुकै गर्मी होस् हिँडेर बरु ज्याकेट खोल्ने कानमा हावा छिर्न नदिने त्यस्तो गर्नुपर्ने रहेछ साथीहरू टेन्सन रक फलिङ एरिया गट इट ओह यहाँ हेर्नु न साथीहरू कस्तो डर लाग्दो अघिको भन्दा नि यो पो डर लाग्यो त मलाई त भोलि हेर्नु त त्यो बाटो हिँडेर जानुपर्ने छ ओ मामा कसरी जाने होला बिन्दा आर यु अल राइट खुट्टा कतिको दुखिरहेछ त के गर्नु घुम्न पनि आउनु परेछ गाह्रो पनि छ रमाइलो त रमाइलो भइरहेछ हिँडौँ बिस्तारै तर हिँड्न चाहिँ सक्नु पर्यो ए साथीहरू यतिखेर मेरो नजिक कोही आयो भने तर्सिन्छ होला गन्धले यदि लसुन चपा छु कि कुरै नगरौँ साथीहरू हेर्नु न भने ल यस्तो बाटोबाट जानुपर्ने हुन्छ यस्तो भिडबाट यो ढुङ्गा देखेर चाहिँ मलाई के को आकार हो यो यस्तो गड तर्सिसके जसो तसो आज तिलीचो बेस क्याम्प पुगिन्छ अब बेस क्याम्पबाट भोलि तिलीचो जान पनि यस्तै ठाडै उकालो 22 घुम्ती ओहो गाह्रो छ साथीहरू यस्तो फ्यास हुने क्या खुट्टामा यस्तो क्या ए यस्तो क्या अब चाहिँ हामी डाइरेक्ट तिलीचो बेस क्याम्प गएर देखाउनेछौँ साथीहरू एकदमै चिसो पनि छ मजाले खानेकुरा बोकेर आउनुपर्छ औषधिहरू प्रोटिन बारहरू चक्लेटहरू त मजाले बोक्नुपर्छ फाइनली हामी चाहिँ तिलीचो बेस क्याम्प आइपुग्न लाग्यौँ साथीहरू कति घन्टाको हिँडायो है कति घन्टाको बोर्ड त्यहाँ छ कति घन्टाको है त्यहाँ त फोटो राम्रो आउँदैन त्यहाँ माथि बहिनी हिँड्यो होला 7-8 घन्टा त्यस्तै हावा त यस्तो तिलीचो बेस क्याम्प चाहिँ त्यही हो साथीहरू अब लाग्छ होला त्यही 15-20 मिनट त्यहाँ नबस क्या आ उडाउला यहाँतिर आइरहेछ यहाँबाट नडराइकन साइडबाट हिँड्नुपर्छ हामी चाहिँ ल बेस क्याम्प पुग्यो साथीहरू गुड मर्निङ साथीहरू
आज रहेको छ हाम्रो डे 3 अनि डे 3 मा चाहिँ हामी छौँ तिलिचो बेस क्याम्पमा अनि अब चाहिँ अहिले बजेको छ लगभग 5 बजे लागिसक्यो अनि अब हामी चाहिँ तातो पानी खाइरहेका छौँ अनि त्यसपछि अब ब्रेकफास्टहरू गरेर यहाँबाट हिँड्न पर्ने हुन्छ अनि माथिको के अरे तिलिचो लेक जाने बाटो चाहिँ अलिकति टफ नै छ अरे भन्ने सुनेको थियो हिजो फर्डरलाई पनि त्यो ढुङ्गा झरेर खुट्टा नै भाँचेको भन्ने कुरा पनि सुन्नमा आइरहेको छ त्यही भएर अलिकति केयरफुल्ली हिँड्नु पर्ने हुन्छ अब हामी ब्रेकफास्ट गर्छौँ त्यसपछि हिँड्छौँ है अनि हजुरहरूलाई पनि देखाउँछौँ कस्तो कस्तो रहेछ भनेर स्टे ट्युन गाइस त्यहाँबाट हिँडेर हामी यहाँबाट यहाँ आइपुग्यौँ यस्तो घोडाहरू आइरहेछ माथि मान्छे ओसार्नलाई आउँछ आउँछ केही त गर्दैन नि है भयो भयो जानु हिँड्दै आउँछु बिस्तारै घोडा चढेर जाने व्यवस्था पनि छ साथीहरू फाइनली हामी तिलिचो लेक आइपुग्यौँ एन्ड here we go. This is the Tilicho Lake. Oh my god. Mixed feeling by Raja right now. I don't know why, but कस्तो रुडो मन लागेको कि यतिखेर अनि यतिरस्तो साथीहरू हेर्नुस् यहाँ चाहिँ मनाङमा चाहिँ स्याउकोहरू चाहिँ यस्तो हुँदो रहेछ स्याउको बोटहरू हेर्नुस् त ओ माई गॉड परसम्मै छ बगैँचा अनि त्यो माथि गाउँ हेर्नुस् न कति राम्रो देखेको अब माथितिर तिलिचोमा खासै त्यस्तो धेरै भिडियो बनाउन सकिनँ एकदमै हावाले गरेर अनि टाउको दुखिरहेको थियो मलाई चाहिँ अनि अहिले चाहिँ हामी बेसी सहर फर्किँदैछौँ त्यहाँ गुम्बा पनि रहेछ हिमाल पनि देखिरहेछ अनि सकेसम्म आज हामी गाडी पायो भने बेसी सहरबाट काठमाडौँ लाग्नेछौँ